अलिकति आमा जस्तो यसो टाँसिएको छ थोरै यस्तो सिधा पारेको छ हो त्यो हो त्यो माथि पर माथि टाउको उयो थालमा राख्ने थालमा हो त्यो 20 रुपियाँ दिन आँटेको तैँले ठिक लगाइदिने ठिक कहाँ तै पैसा दिनु पाउँदैनौ दिनु पाउँदैन अनि पुकुले भन्दै भयो त सानो दुधै भन्नुभएको अनि अब त्यही के त काट्ने के काटेर दिनु कति दिनु पैसा गर त भान्जा यसले आउँदैन गर्नु यहाँबाट ए तैँले दिने हो भरे लास्टमा उयो बारेर त्यहाँ राख्ने फेरि माथि टक्क बर्थडे भनेको त्यस्तै हो बर्थडे भनेको त्यस्तै हो बर्थडे त्यस्तै हुन्छ भाइ रिसाउनु हुँदैन नि त मान्छे ज्ञानी हुनु पर्यो ज्ञानी किन बर्थडे हुन्छ सिट ठाडो पार्ने सिधा टाउको ठक्क सिधा पारेर लगा न अब थ्याङ्क यू भन सधैँ ह्याप्पी हुने पानी अब राख्नु पर्को थियो होला अब यस्तै हो म तलै के काटेपछि गलम ल्याइदिएको उठाउने सिधा उठाउने अब भयो नचो गर्दैन ठुलो मान्छेले गलामा मजाले च्याप्पा हान्छ दुईटा हाल्दै खोइ एउटा मात्र तर अलिक आउँछ अलिक उहाँ राख ल चम्ची राख पैसाले लगाइदियोस् नि अहिले अरूले अरू कुरा गरोस् दादाले हो यस्तो गरेर यस्तो यस्तो हात यस्तो गरेर दुईटा हात जोडेर लगाएन तिमीले हात यस्तो गरेर यसो गरेर फुल लगाइदिए फुल चाहिँ कानमा बाइलाई लगा न किन आउँदैन लगा न सिक्नु पर्यो नि बाइला लगाइदिनु ए भाइ तैँले झन्डै पैसा नदिएको त अरे हो त्यहाँ हो यहाँ खप्प हो यहाँबाट दुईटा हातले भन्दैछु तँलाई भयो छोड्दै ल आउँदैन हौ त्यो होइन रिसाउँदाखेरि रिसाउँथेँ बिस्तारै सिक्छ नि केटाकेटी अब सानै त खाने मैले बिहा सानो काखमै त थियो अहिले यत्रो भयो अब यही त यत्रो भइसक्यो लु अब लु उयो गर्छ काटेर देऊ काटिदे अब पहिले यस्तो हान्यो नि त यहाँबाट झ्याम्मै हान्ने यस्तो गरेर अलि धेरै के अरे दिदीलाई दुईटा हातले एउटा हातले यसो गर्ने अहिले थपिदिन्छ बस अब सकि त हाल्यो सकिएछ भने खान्छ नि सबैले नाच्न मिनाले हो केटाकेटीले हो खाने केटाकेटी दाइ लगाइदिनु नि अब ठुलो दाइ लगाइदिन्छ ओ सुति लगाएछ नि त सुति बढी कहाँ बडो बडाले ओ बनाउनु उलो त ओ अघि आउनु भएको थियो नि तपाईँहरू नभएर जानु भने फेरि अनि अब एकछिन होस् भनेर अब साथ पनि बजाएको थिएन जन्मेको त्यही भएर मैले भनेको ओइ भान्जो को चिनेछ कि क्या चिनेको थिएन चिनेन यसले है मैले भने डोले पनि हो कसरी उखाउने माथि छ फोन आएको छैन
यो मैले अर्को मेसेज लगाएँ अर्कोबाट आयो क्या के के अब मेसेन्जर काट्नु पर्यो नि त पहिला यो काट हो त्यसरी हो हो यता यता त्यो सियालेर होला ध्यान काट्न सिधै तल काट अनि यता तलबाट उठाउने यहाँ चाहिँ क्यामेराम्यान छुट्नुहुँदैन है अघि मैले भन्दैछु त बिस्तारै हो यस्तो ओ टाकु टाकु ए बाहिर टाकु नाक नाक ल अब अब मेरो पाली पैसा मामाले र पैसा पैसा यता 5 रुपियाँ देखाइदिनु मन लगाइदिनु पर्यो होला देखाउनु नि यो चम्ची राख्न भाइ यता हो यहाँ राख्न नमस्ते गर मामालाई ओए सुन यो पुत्ता ताल्नु यो हालेन पुत्ते यहाँ ओ यो कसरी लगाइदिनु भयो त अहिले ल सुति बाबा कादा मामा आयो कादा मामा आयो आओ कादा मामा आयो खायो होला ओ खायो ल खोइ थर्के छैन के ओ कादा मामा आयो ल के काट्नु सबैभन्दा बढी त मामाले दिएको त सानोमाले धेरै उताबाट काट्ने उताबाट काट्ने एकछिन नछाडा उता दिन्छ त अब यताबाट उठा मखलियाले बिस्तारै हो तान्न अब अब त्यस्तै हो बर्थडेमा त्यस्तै गालामा मुखमा सबै त्यस्तै हो उता 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 ए ओइ उता न उता 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 छो छो भाइसँग मलाई छ म त राख्लो उहाँ हात छाड्ने काम नगर्ने अहिले हात त बन्द हो चोखो हुनु पर्यो होइन त्यो पर्सानी बल्छ र बल्दैन नि त्यो नबल्ने बिर्सेकै अहिले भनेको चाहिन्छ त्यही त मैले त्यसले पनि बिर्सेकै आयो साथीहरूसँग आएको त्यहाँ साइनालाई पनि त एउटा अहिले जाने बेलामा आन्टी जाने बेलामा केटाकेटीले खाओस् म त बल ल्याएको थिएँ मतलब केटाकेटीले हो खाने नानी ठुलोलाई त अलिकति मुख चाट्यो आन्टीले कति आन्टी चाहिँ कहाँ घरमा आउनुहुन्छ अरे अब त्यही त उयो राखा हो भनेको त्यो उडाइसक्यो होला खानु भएन होला बडी बडी कसो बढी आउनु भएको छैन कता अलिक राख्नुपर्छ अब अहिले उहाँ साइनालाई पनि दिनुपर्छ अहिले बस पछि गरौँ आन्टी भित्र हिँड्नु नि यता लु तिमी आउ न यता लु